हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी चाहिँ चिकन छोइला बनाउन जाँदैछौँ। त्यस्तो राम्रो त आउँदैन, तर पनि हामीलाई जस्तो आउँछ त्यस्तै चाहिँ हामीले देखाउँदैछौँ भिडियोमा। यसमा चाहिँ चिकन ब्रेस्ट लिएर यसलाई स्मल पिसेसमा काट्यौँ। त्यो पछाडि चाहिँ हामीले ठुलो बोलमा राख्यौँ। त्यो पछाडि चाहिँ हामीले थोरै टर्मेरिक हाल्यौँ। त्यो पछाडि हामीले जिरा हाल्यौँ आफ्नो टेस्ट अनुसार। फेरि हामीले अर्को मसला हाल्यौँ र त्यो पछाडि फेरि चिकन मसला हाल्यौँ अनि थोरै सल्ट हाल्यौँ आफ्नो टेस्ट अनुसार। त्यो पछाडि सोया सस हाल्यौँ अनि त्यस पछाडि जिन्जर पेस्ट 2 स्पुन जति राख्यौँ र यसलाई हामीले राम्रोसँग मजाले चलायौँ। त्यस पछाडि चाहिँ यसलाई हामीले म्यारिनेट गरेर फ्यु आवर्सको लागि चाहिँ हामीले फ्रिजमा राखिदियौँ। फ्रिजमा राखिदिइसके पछाडि चाहिँ हामीले चाहिँ ओभनमा राख्नको लागि यसलाई बाहिर निकाल्यौँ र ट्रेमा हामीले यसलाई थोरै ओइल लगाऊँ किनकि यसमा नटासियोस् भनेर। त्यस पछाडि अघि म्यारिनेट गरेको बोलबाट सबै पिसेसहरूलाई निकालेर ट्रेमा हामीले लगायौँ किनकि हामीले चाहिँ यसमा तेल लगायौँ किनकि हामीसँग चाहिँ बटर लाइनर थिएन। त्यसैले हामीले यसमा चाहिँ तेल लगाएर सबै मासुहरू चाहिँ हामीले राखिदियौँ। पछाडि चाहिँ हामीले ओभनभित्र राख्यौँ र यो टाइम सेट गरेर चाहिँ हामीले यसलाई ग्रिल हुन दियौँ। केही टाइमको लागि छोडिदियौँ र हामीले केही टाइम पछाडि चाहिँ भयो कि भएन भनेर चेक गऱ्यौँ अनि भइसकेको रहेछ। यसलाई हामीले बाहिर निकाल्यौँ, बोलमा राख्यौँ र ग्राइन्ड गरेर राखेको टोमेटो पेस्ट, गार्लिक पेस्ट चाहिँ हामीले यसमा राख्यौँ ग्रिल चिकनमा। त्यस पछाडि चाहिँ आफ्नो टेस्ट अनुसार चाहिँ नुन हाल्यौँ। पछाडि चाहिँ हामीले पानीको तेलमा मेथी डढाएर राख्यौँ ग्रिल चिकनमा। त्यस पछाडि हामीले थोरै लाइम जुस पनि हाल्यौँ र अघि चप गरेर राखेको कोरिएन्डर राख्यौँ र यसलाई राम्रोसँग चलायौँ र हाम्रो छोइला रेडी भयो। बाई बाई, थ्याङ्क यू फर वाचिङ।